बोल बम। हर हर महादेव, हर हर महादेव। ओम कावड़िया संघ द्वारा आयोजित बोल बम कार्यक्रम को सभा को सभापति को आसन ग्रहण गरिरहनुभएका सभाध्यक्ष राम अवतार पण्डितज्यू, आज को इस कार्यक्रम का प्रमुख अतिथि उपसभामुख माननीय योगी ठाकुरज्यू, पूर्व माननीय नेपाल कम्युनिस्ट पार्टी का नेता किरण शाहज्यू, विशिष्ट अतिथि शंखरापुर नगरपालिका का उपप्रमुख समिता श्रेष्ठज्यू, पशुपति विकास कोष का सदस्य रामशोभित नायकज्यू, संस्था का संस्थापक अध्यक्ष वीरसेन प्रसाद कुसाज्यू, पूर्व अध्यक्ष सुनील ठाकुरज्यू लगायत मञ्चमा आसीनरत समाजसेवी ज्यूहरू, सङ्घका पदाधिकारी सदस्यज्यूहरू, सुरक्षाकर्मीज्यूहरू, कलाकारज्यूहरू, पत्रकार मित्र लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण बोलबमका तीर्थयात्रीहरूलाई म शंखरापुर नगरपालिकाका प्रवक्ता एवं यस वडाका वडाध्यक्षको तर्फबाट बोल बम, हर हर महादेव, हर हर महादेव। यस शंखरापुर नगरपालिकाको पुण्य भूमिमा, देवभूमिमा तपाईहरुलाई विगत 5 वर्षदेखि स्वागत गरिराख्नु पाउँदा नेपालकै शिरोमणि देवता बर्जेग्नी माताको भूमि, माधव नारायण स्वस्थानी माताको भूमि, यहाँका थुप्रै देवी देवताको वास भएको यसै शम्भु मन्दिरको पावन भूमिमा तपाईहरुलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। मलाई अझ खुसी के लागिरहेको छ भन्दा तपाईले जुन यो ठाउँ रोज्नु भएको छ, पशुपतिनाथमा जल चढाउनको निम्ति यो पावन भूमि रोज्नु भएको छ। यो पावन भूमि माता पार्वतीले शिव भगवान स्वामी पाऊँ पति पाऊँ भनेर जुन मनोकांक्षाका साथ व्रत राखेर माता पार्वती शिव भगवान पाउनु भएको यस पुण्य भूमिको जल चढाउँदाखेरि कम्तीमा तपाईलाई यो जल चढाएर भगवान शिवले शीतलता मात्र प्राप्त गर्दैनन्, माता पार्वतीको माया पनि तपाईले सँगसँगै लगिराख्दाखेरि अझ शिव भगवान प्रसन्न हुनुहुनेछ र तपाईहरुको यात्रा, तपाईको जल सेचनले तपाईहरुको अझ पुण्य प्राप्त गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु। हाम्रो धर्मले भन्छ, हाम्रो शास्त्रले भन्छ, धर्म रक्षति रक्षित। धर्मको रक्षा गरे हामीलाई धर्मले रक्षा गर्छ। मलाई लाग्छ मधेस तराईका दाजुभाइहरूले धेरै धर्म गर्नु भएको छ, त्यसैले तपाईहरुले पुण्य प्राप्त गरिरहनु भएको छ। जुन रूपमा यो कावडिया संघले जुन यस्ता कार्यक्रम आयोजना गरिएको छ, निश्चित रूपमा तपाईहरुले धर्म पाउनैकै निम्ति गर्नु भएको छ। त्यसको निम्ति कावडिया संघलाई धन्यवाद दिन चाहन्छु, शुभकामना पनि दिन चाहन्छु। आज किन तपाईले धर्म गर्दाखेरि मलाई अर्को कुरा पनि याद आउँछ। आज तपाईकै धर्मको कारणले गर्दाखेरि नेपालमा पहिलो कार्यकारी प्रमुख मधेसी समुदायले पाएको छ। मधेसी समुदायले तपाईकै धर्मले कारणले गर्दाखेरि
मधेसी समुदायले पनि एउटा प्रधानमन्त्री पाएको छ। यो निकै मधेसी समुदायको निम्ति यो अत्यन्त खुसी र गर्वको कुरा जस्तो लाग्दछ र हामीलाई पनि लाग्दछ देशमा सुशासन कायम गर्छु, यी पुराना स्थितिहरूलाई हटाउँछु भनेर जुन रूपमा अहिले नयाँ शक्ति नयाँ प्रधानमन्त्रीको रूपमा मधेसको छोरो पाएको छ, त्यो मधेसको मात्र गर्व होइन, हामी सबै नेपालीहरूको गर्व हो जस्तो मलाई लाग्दछ। तर एउटा दुःखद कुरा पनि छ, मधेसकै छोरो प्रधानमन्त्री छ। आज बोलबम यात्रा गर्दाखेरि मधेसीकै छोरो मर्नु परिरहेको अवस्था छ। यो हाम्रो लागि अत्यन्त दुःखदको कुरा पनि छ। मलाई आशा छ यो मधेसका छोरा ओम प्रकाश मेहता, जयप्रकाश मेहता र हाम्रो गणेश यादवजी, उहाँको आत्माले तब शान्ति पाउँछ जब यसको निष्पक्ष छानबिन हुन्छ। यो हाम्रो हिन्दूको छोरो मरेर मात्र हाम्रो विरोध होइन, यो मानवता विरोधी कार्य हो। जसले हत्या गरे पनि यस्ता अमानवीय कार्य, यो अधर्मलाई हामी पनि घोर विरोध गर्छौँ, घोर भर्त्सना गर्दछौँ। र हामीलाई याद छ योभन्दा मैले अघि पनि भने धर्मो रक्षित रक्षित धर्मो रक्षति रक्षित, जसले धर्मको रक्षा गर्छ उसलाई मात्र धर्मले रक्षा गर्छ। अघिल्लो सरकारमा हामीले पनि देखेका थियौँ, त्यो भद्रकालीमा हाम्रा भिक्षुहरूलाई कुटिएको थियो, अमानवीय व्यवहार गरिएको थियो, अधर्म काम गरेको थियो। अघिल्लो सरकारले, त्यो सरकार धेरै दिन टिकेर उसले धर्मको रक्षा गरेको थिएन, त्यसैले धर्मले त्यो सरकारलाई रक्षा गरेन। अब पनि हाम्रा ओम प्रकाश मेहता र हाम्रा जयप्रकाश मेहता र गणेश यादवको न्याय पाइएन भने यो सरकार पनि धेरै टिक्नेवाला छैन। निष्पक्ष छानबिन भई उनीहरूले न्याय पाउनुपर्छ भने हाम्रो यसै मञ्चबाट हामीले आफ्नो आवाज राख्न चाहन्छु र यो सरकारलाई हामी आग्रह पनि गर्न चाहन्छु। र एउटा कुरा हामीलाई ठुलो भ्रममा पनि राखेको छ जस्तो मलाई लाग्दछ। कसले राख्यो तपाईँले बुझ्नुहुन्छ। अहिले जुन रूपमा भनिएको छ धर्म निरपेक्ष राष्ट्र सापेक्ष राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाएको छ। यो धर्मको राष्ट्र बनायो भने देश कङ्गाल हुन्छ, देश नराम्ररी फसिन्छ भन्ने रूपमा जुन रूपमा भाष्य सृजना गरिएको छ यो सरासर गलत छ जस्तो मलाई लाग्दछ। किनभने अहिले पनि विश्वमा 195 राष्ट्रहरू छन्, त्यसमध्ये 135 राष्ट्रहरू धर्म सापेक्ष राष्ट्र छन्। 71वटा देश मात्र इसाई धर्म मान्ने राष्ट्र छन्, धर्म सापेक्ष राष्ट्र छन्। 54वटा राष्ट्र इस्लामिक मान्ने मुस्लिम देशको रूपमा रहेको छ। 9वटा राष्ट्र बुद्ध धर्म मान्ने राष्ट्रको रूपमा रहेको छ भने एउटा राष्ट्र यहुदी धर्म मान्ने राष्ट्रको रूपमा रहेको छ। तर नेपालमा रहेको विश्वको एउटै मात्र हिन्दू राष्ट्र नेपालको चिनारी यसरी हामीले मेटाएको छ कि किन देशको धर्म हुँदैन भनेर, र यो धर्म अँगाल्यो भने देशको विकास हुँदैन भनेर जुन रूपमा भाष्य निर्माण गरेको छ त्यो तथ्यले सरासर गलत देखाउँछ। किनभने अहिले देशको सबभन्दा शक्तिशाली, विश्वको सबभन्दा शक्तिशाली राष्ट्र अमेरिका इसाई धर्म सापेक्ष देशको रूपमा रहेको छ। के त्यो अमेरिका गरिब भएको छ र? अहिले विश्वकै ठुलो लोकतन्त्र भएको देश बेलायत 59% मात्र क्रिस्चियन धर्म मान्नेको देश रहेको छ। त्यो देश इसाई धर्म मान्ने क्रिस्चियन धर्मको रूपमा रहेको छ। मैले भन्न खोजेको यति मात्र हो कि यो लोकतन्त्रको पनि एउटा ठुलो सिद्धान्त हो। जुन बहुसंख्यक रहेको छ त्यो बहुसंख्यकलाई कदर गर्नुपर्छ भन्ने ढङ्गको जुन रूपमा सिद्धान्त रहेको छ त्यो सरासर आफ्नो देशमा चाहिँ
राष्ट्र प्रमुख बन्न नपाइने अनि आफ्नो देशमा एउटा त्यो धर्म नअँगाइकन राजगद्दीमा बस्न नपाइने तर नेपालमा कम्तीमा अहिले 84% हिन्दू रहेको छ, 94% ओमकार परिवार रहेको छ र त्यो देशमा चाहिँ धर्मनिरपेक्ष हुनुपर्ने यो सरासर गलत छ। यो कुनै हातमा गर्दै छैन, गलत छ र यो सरकारले भनेको छ हामी पुराना गल्तीहरू सच्याउँछौँ, पुराना बेफिकीहरू सच्याउँछौँ। यो बहुसङ्ख्यक सनातनी रहेको 94% सनातनी रहेको देशमा हिन्दू राष्ट्र हुनुपर्छ, सनातनी राष्ट्र हुनुपर्छ भन्ने कुरा सच्याउनुपर्छ। यही आफ्नो जनताले भोट दिएका छन्, यो आवाज जनताको आवाज सशक्त ढङ्गले उठिनुपर्छ भन्ने मैले तपाईँसँग आग्रह गर्न चाहन्छु। र अन्तमा भगवान शिवको प्रिय महिना श्रावण महिनामा जुन रूपमा तपाईहरुले धर्म प्राप्त गर्नको निम्ति, जुन रूपमा तपाईलाई शिव भगवानलाई प्रसन्न गर्नको निम्ति तपाईहरुले चाहिँ बोलबममा सरिक हुनुभएको छ। तपाईको आजको यो धार्मिक यात्रा सफल होस्। भगवान शिवले समुद्र मन्थन गर्दाखेरि निस्किएको हलाहल विष, कालकुट विषलाई यो सृष्टिलाई रक्षा गर्नको निम्ति, यहाँको ब्रह्माण्डलाई रक्षा गर्नको निम्ति जुन उहाँले पिउनु भएको छ र यो दाहलाई, यो छटपटीलाई सहन नसकेर विभिन्न पोखरी तलाउमा डुबुल्की मारेर शीतलता प्राप्त गरेको महिनाको रूपमा लिन्छ र भगवान शिवलाई शीतलता दिनको निम्ति साइनरीको जल पशुपतिनाथमा तपाईले सेचन गर्न गइरहनु भएको छ। तपाईले यो धार्मिक कार्यले तपाईलाई पुण्यता प्राप्त गरोस्। मधेसी जनतालाई, तराईवासीहरूलाई पुण्यताको फल प्राप्त होस् र सम्पूर्ण नेपालीहरूलाई भगवान शिवले कल्याण गरून् भन्दै मेरो आफ्नो मन्तव्य टुङ्ग्याउन अगाडि म पहिला तपाईहरुलाई गीत गाएर पनि केही मनोरञ्जन गराउँथे। हाम्रा भाइहरूको हत्या भएको छ, हामी पनि यो अवसरमा हामी पनि उत्सव मनाउन सक्दैनौँ र मनाउन चाहन्नौँ र यति भन्दै म पुनः एकपटक हाम्रा बोलबमका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, गणेश यादवको आत्माको चिर शान्ति होस् र उहाँले न्याय प्राप्त गरोस्। उहाँको परिवारप्रति समवेदना व्यक्त गर्दै म आज